सादर नमस्कार गर्न चाहन्छु। र यसै सन्दर्भमा होटल मिस्टिक माउन्टेन 9 वर्ष पार गरी 10औं वर्षको सङ्गममा जाँदै गर्दा यहाँ उपस्थित चेयरम्यान, बोर्ड अफ डाइरेक्टर र हाम्रो सम्पूर्ण सहयात्रीको अनवरत रूपमा भएको योगदानलाई म सराहना गर्न चाहन्छु। र यसै क्रममा म अर्को पनि अनुरोध गर्न चाहन्छु यहाँहरूलाई, सबैजना आफ्नो आसनबाट उठी एकचोटि जय मिस्टिक भन्न अनुरोध गर्दछु। ल 1 2 3 गो। जय मिस्टिक, जय मिस्टिक, जय मिस्टिक, जय मिस्टिक। आफ्नो स्थानमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र विगत 9 वर्षदेखि अनवरत रूपमा आफ्नो क्षेत्रबाट आफ्नो विभागमा आफ्नो तर्फबाट दिनुभएको योगदानलाई म एकदमै चेयरम्यान सरले देखाउनु भएको जुन इनिसिएसन, उहाँको एउटा बलिदान भनौँ अथवा के भन्ने हो, उहाँको एउटा धेरै ठुलो योगदानको कारणले हामी यहाँ सम्पूर्ण यत्रो साथीहरू एउटा जमघट हुने मौका पाएका छौँ र कोही साथीहरू 9 वर्ष गर्न चाहन्छ। र यसै क्रम अन्तर्गत म अब यो कार्यक्रमलाई सञ्चालन गर्न गइरहेको छु र यसै होटलको बोर्ड अफ डाइरेक्टरको अन बिहाफ अफ बोर्ड वेलकम स्पिच दिनको लागि अनुष्का धोजु र अनुश्री धोजुलाई आफ्नो मन्तव्य राखिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। Thank you for joining us as we celebrate the 9th anniversary of our hotel. Today we celebrate the hard work, dedication that has made this journey possible. I would like to sincerely thank everyone for their commitment and dedication that have made this successful over the years. As we celebrate this milestone, we also look forward into the future. Thank you. र उहाँले 2 शब्द राखिदिनु भएकोमा हामी आभारी छौँ। र यसै क्रममा अब अर्को वेलकम स्पिच दिनको लागि चाहिँ म अमिता श्रेष्ठलाई स्टेजमा र उहाँका 2 शब्दहरू राखिदिनु अनुरोध गर्दछु। आदरणीय सर, म्याम, प्रिय सहकर्मी तथा सम्पूर्ण महानुभावहरू र मेरो सबैलाई नमस्कार छ। आज यो होटल मिस्टिक माउन्टेनको 9 एनिभर्सरीको सुखद उपलक्ष्यमा हामी सबै मिलेर मनाउन पाउँदा अत्यन्तै सुखद खुसी लागेको छ। विगत 9 वर्षदेखि सुविधा र ग्राहकप्रतिको समर्पणबाट मिस्टिक माउन्टेनको विशिष्ट पहिचान बनाउन सफल भएको छ र सधैँ हुनिरहनेछ भन्ने आशा गर्दछु। यो सफलताको श्रेय हामी सबैको अथक मेहनत, समर्पण र एकताको प्रतिफल हो। हामी अहिले थप 70 रुम आउने क्रममा छौँ। यो हाम्रो होटेलको विकास यात्राको अर्को ऐतिहासिक उपलब्धि पनि हो जस्तो लाग्छ मलाई। र यस लक्ष्यलाई सफल बनाउन हामी सबै अझ बढी एकजुट भएर अझ बढी कडा मेहनत साथ काम गर्न आवश्यक पर्नेछ र हाम्रो साथै ह्याप्पी बर्थडे पनि भन्न चाहन्छु उहाँलाई र केक कटिङ गरिदिनु हुनको लागि पनि अनुरोध गर्दछु। Happy birthday to you.
धन्यवाद अमितामान। र भर्खरै यहाँ उपस्थित हाम्रो अतिथि पाहुना आज आउनु भएको रहेछ, उहाँको पनि थियो बर्थडे। र अरू चाहिँ हाम्रो सीता, हाम्रो कलिग, उहाँलाई पनि प्रत्येकताका साथ स्वागत हो। उहाँको पनि बर्थडे पर्नु भएको छ। हाम्रो न्यू कलिग हो, कतिपय साथीहरूलाई थाहा छैन होला, हाम्रो सिटी अफिसमा बस्नुहुन्छ उहाँ चाहिँ है। आफ्नो इच्छाले एउटा 9th एनिभर्सरीमा पर्फर्मेसन गर्न चाहनु भएको थियो। उहाँहरूको लिस्ट मलाई अग्रिम प्राप्त गरेको छु र यसै लिस्ट अनुसार म उहाँहरूको नाम उच्चारण गर्नेछु र आफ्नो स्थानमा बसिदिनु होला र आफ्नो पर्फर्मेसन देखाउनको निमित्त आफ्नो रेडी भएर बसिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। र पहिलो प्रस्तुति रहेको छ सङ प्रेरित लोकचन। उहाँको चाहिँ सिङ्गल सोलो पर्फर्मेसन हो र सङ पनि हो। उहाँलाई स्टेजमा आएर आफ्नो प्रस्तुति गरिदिनु हुनुको लागि हार्दिक अनुरोध गर्दछु। Hello. यस मञ्चमा आमन्त्रण गर्न चाहन्छु हाउसकिपिङ डिपार्टमेन्टबाट रचना नगरकोटी र श्री तामाङलाई आफ्नो प्रस्तुति प्रस्तुत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
पर्विला, रेमिका, करुणा एन्ड सुजातालाई आफ्नो पर्फरेसन प्रस्तुत गरिदिन हार्दिक अनुरोध गर्दछु। घरकेले छाउनु पराला खरा छैन घरकेले छाउनु पराला खरा छैन नि झिङ्गटी घरकेले छाउनु पराला खरा छैन नि झिङ्गटी हौ भाग्यमै भए कमाउँछु भन्छ जातिन सम्पत्ति हौ भाग्यमै भए कमाउँछु भन्छ जातिन सम्पत्ति गाई भने जानु दुध दिन्छ मानु खानु कि नखानु मागेर लानु नसक्नेसँग जानु कि नजानु धन सुक्यो रातले भगान्छ कामले जानु कि नजानु धन सुक्यो रातले भगान्छ कामले जानु कि नजानु बाँझोके बाली लगाउँछु भन्छ हालोले जोतेर बाँझोके बाली लगाउँछु भन्छ हालोले जोतेर रित भाकै दिन आँखाको चालमा नौ डाँडा काटेर हौ भगाइलो लान्छु भन्छ हौ काफले जानु कि नजानु धन सुक्यो रातले भगाउँछ काफले जानु कि नजानु धन सुक्यो रातले भगाउँछ काफले जानु कि नजानु हा हा भिरा र पहिरो खोलाको बाटो नमान्नु डराइर भिरा र पहिरो खोलाको बाटो नमान्नु डराइर नभन्नु माया मनलाई फुल्यो यो सुने तिम्रैमा हौ नभन्नु माया मनलाई फुल्यो यो सुने तिम्रैमा सुना है साथीको धारमा परे के गर्नु देखाउने माया भगाउने माया उचाइ पन्ध्याको धन सुक्यो रातले भगाउँछ कामले जानु कि नजानु 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 डाँडा भरे साइली मैले हाते गरेर के गर्ने नशा नशा रगतमा छौ तिमी विरक्तिको अर्को नाम हौ तिमी तिमी मलाई पर्लाई नै मन पर्नी तिमी मलाई पर्लाई नै मन पर्नी तिमीले झर्के आँखाले नहेर्नी मैले हत्ते गरेर के गर्ने
डाँडै काटेर तिम्रो शिरमा बिजुली बाटेर थोरै मैला रे म त आइहाल्छ बिर्सन जिन्दगीको के लिन्छ जिन्दगीको के लिन्छ इंसान कृति देशमा कृतिकालाई धेरै राम्रो प्रस्तुत गर्नुभयो र उहाँलाई धन्यवाद भन्न चाहन्छु। र अर्को प्रस्तुति रहेको छ हाम्रो सिटी अफिस टिमबाट पर्फर्मेसनको लागि स्टेजमा आमन्त्रण गर्न चाहन्छु। र कसको सबै मलाई खासै नाम लिस्ट त छैन, तर सिटी अफिस टिम भनेर राखेको छ, त्यसै कारण उपस्थित भई आफ्नो पर्फर्मेसन प्रस्तुत गर्दै हुन हार्दिक अनुरोध गर्दछु। आज इस स्टेज में कैसे डांस करना है ये मैं तुमको नहीं बताएगी। ओके क्या मालूम आज के बाद हम सब साथ में होंगे कि नहीं होंगे, ऐसा चांस मिलेगा कि नहीं मिलेगा। लेकिन आज स्टैंड अप मिस्टर। पुष्पा नाम सुन के फ्लावर समझे क्या? फ्लावर नहीं, फायर है। पुष्पा 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 पुष्पा। 15 तारीख को तू पहचाना, 20 तारीख को पब्लिक को पता चलेगा कि तेरा टक्कर लेने वाला कोई मर्द आया है। 25 तारीख को लोगों के मन से तेरा खौफ खत्म हो जाएगा और 1 तारीख को तू फिनिश। तू है कौन? मास।
भन्न चाहन्छु र अर्को प्रस्तुति रहेको छ हाउसकिपिङ डिपार्टमेन्टबाट सोरो पर्फेसन उहाँ चाहिँ सम्पदा गर्दा उहाँलाई मञ्चमा उपस्थित भई आफ्नो प्रस्तुति प्रस्तुत गरेर ल्याउन हार्दिक अनुरोध गर्दछु।
यसै क्रममा अर्को प्रस्तुतिको लागि हाम्रो इन्जिनियरिङ डिपार्टमेन्टबाट ग्रुप पर्फर्मेन्सको लागि स्टेजमा आई आफ्नो प्रस्तुत गरिदिनु हार्दिक अनुरोध गर्दछु। नेपाली गीत यहाँहरूमा प्रस्तुत गर्न गइरहेको छौँ। स्वर त त्यस्तै हो, राम्रो गरेर सुनिदिनुहोस्। माथि ईश्वरमा आनन्द गरेर जाँदा सबैजना नाच्नु पर्दैन। अब कोही पनि नाच्नु भएको छैन है। हेलो रातो रानी फुले साँझमा तिमी फुल्यौ कलेजी माझमा। रातो रानी फुले साँझमा तिमी फुल्यौ कलेजी माझमा। मनको रहरा कान्छीलाई घुमाउने काठमाडौँ सहर, कान्छीलाई घुमाउने काठमाडौँ सहर। रातो रानी फुले झै साँझमा तिमी फुल्यौ कलेजी माझमा। मनको रहरा कान्छीलाई घुमाउने काठमाडौँ सहर, कान्छीलाई घुमाउने काठमाडौँ सहर। खै त सबैजना नाच्नु पर्यो। एकचोटि उठ्दिनु होला प्लिज। धन्यवाद।
लास्ट सङ हो यो। तपाईँहरू नाच्न सक्नुहुन्छ है सबैजना? नाच्नु पर्छ होइन गोले भाइलाई र अर्को सिङ्गल पर्फर्मेन्सको लागि प्रोडक्सन डिपार्टमेन्टबाट
हाम्रो सुजन तामाङलाई स्टेजमा उपस्थित भइरहेको गर्दछौँ। धन्यवाद। यसै क्रममा सबैलाई म के भन्न चाहन्छु भने यो जुन विगत 9 वर्षदेखि अनवरत रूपमा मिस्टिक माउन्टेनमा हामी एउटा कार्यरत हुनुभएका साथीहरू कलिग्सहरू आदरणीय सम्माननीय र पूजनीय सबैलाई चाहिँ हृदयदेखि धन्यवाद दिन चाहन्छु। आफ्नो तर्फबाट आफ्नो गतिअनुसारको आफ्नो कार्यमा सहभागी भई डिस्ट्रिक्ट माउन्टेनले पनि आफ्नो एउटा योगदान दिँदै र धन्यवाद दिन चाहन्छु। र एकचोटि चाहिँ म के भने यो पहिला त मैले गरिरहेको थिएँ, तर पनि सबैजनालाई जो जसलाई डान्स गर्न मन लागेको छ यो अगाडि स्टेज अगाडि आएर एउटा सालमा मात्रै डान्स गरिदिनु हुनलाई सबै सहयात्रीहरूलाई चाहिँ अनुरोध गर्दछु। जो जो इच्छा हुनुहुन्छ त्यसपछि हामी क्लोजिङ सेरेमनीतिर जान्छौँ र अरू कार्यक्रमहरू धेरै लामो त छैन, त्यही एउटा डान्स लास्ट पर्फर्मेसन मात्रै ग्रुपकै एउटा समग्र ग्रुपकै एउटा आत्म बल पनि बढोस् र एक आपसमा समन्वय पनि होस् भन्नेको खातिर हामीले यो एउटा सङ्घ राखेका छौँ। धन्यवाद। Thank you.
त्यसपछि अर्को सर्भिस डिपार्टमेन्टबाट पर्मिला रेड्डीका करुणा आई सुझावमा उपस्थित भइदिनु होला। धन्यवाद उहाँलाई पनि बढी धन्यवाद दिन चाहन्छु। र अर्को डिपार्टमेन्ट फ्रन्ट अफिस डिपार्टमेन्ट तृतीय यस्ता अनि क्रिकेटलाई पनि मञ्चमा आमन्त्रण गर्न चाहन्छु। धन्यवाद। त्यसपछि अर्को ग्रुप हाम्रो सिनियर मिस्ट्रीलाई पनि स्टेजमा आमन्त्रण गर्न चाहन्छु। सबै प्रस्तुतलाई बनिरहनुपर्छ है, सबै प्रस्तुतलाई बनिरहनुपर्छ। धन्यवाद। त्यसपछि हाम्रो दीक्षा कमानलाई पनि आमन्त्रण गर्न चाहन्छु स्टेजमा। अर्को हाम्रो इन्जिनियरिङ टिमबाट बुद्धराज गोलेलाई पनि आमन्त्रण गर्न चाहन्छु।
बाहिर जान गाह्रो कुटुम्ब हो भने छ्यामै छ्या तेरा गाउँ सिलोमा भाका मिलाउने आज त भोलि गाउने हामी त सैन्य छ्याम्बा मन मिले गइरहेको गाउने डोला काटेर मेरो त घर चाहिँ मेरो अधिकारी मैचाले हुन्छ भनेदेखि ल्याइदेऊ न माया बिरामी मैचाले हुन्छ भनेदेखि ल्याइदेऊ न माया बिरामी त्यसै कारण जो जसले पर्फर्मेन्स गर्नु भएको छ र जो